एआईले हाम्रो अबको जीवनमा कस्तो परिवर्तन ल्याउँदैछ तपाईले कहिले सोच्नु भएको छ? भोलि तपाईको काम रहने कि नरहने, पैसा कमाउने तरिका उही रहने कि पुरै बदलिने? आज म तपाईहरूलाई यसको सही जानकारी दिनेछु। सत्य कुरा के हो भने भोलिको दिनमा आमूल परिवर्तन आउँदैछ। यो छिटो छिटो बदलिनेछ र जसले आज बुझ्छ उसैले भोलि जित्छ। नम्बर 1, एआई सबै ठाउँमा आउँदैछ। अब आर्टिफिशियल इन्टेलिजेन्स हाम्रो जीवनमा गहिरो रूपमा आउँदैछ। लेख्ने काम, डिजाइन गर्ने काम, भिडियो बनाउने काम, यी सबै काम एआईले छिटो गर्न सक्छ। तर यसको मतलब काम सकियो होइन। जसले एआई चलाउन सिक्छ उसले धेरै अवसर पाउँछ। नम्बर 2, पैसा कमाउने तरिका बदलिँदैछ। पहिले पैसा कमाउन जागिर नै मुख्य थियो, तर अब युट्युब, फ्रीलान्सिङ, अनलाइन सर्भिस, डिजिटल बिजनेस यीबाट मान्छे घरमै बसेर कमाइरहेका छन्। अब स्किल नै नयाँ पैसा हो। नम्बर 3, मोबाइल नै मुख्य साधन बन्ने। पहिले कम्प्युटर बिना काम सम्भव थिएन, तर अब मोबाइलबाटै एडिटिङ, कन्टेन्ट क्रिएसन, अनलाइन अर्निङ सबै सम्भव हुँदैछ। जसले मोबाइल सही प्रयोग गर्छ उसले अवसर पाउँछ। त्यसैले देखासिकी वा समय खेर फाल्ने होइन, बरु कि स्कुल सिक्नतिर लाग्नुहोस्। नम्बर 4, प्रतिस्पर्धा धेरै बढ्ने। अब संसारमा सबैजना अनलाइन हुँदैछन्। काम पाउन प्रतिस्पर्धा बढ्छ। स्किल नभए गाह्रो हुन्छ, तर राम्रो स्किल छ भने अवसर अझ धेरै हुन्छ। नम्बर 5, अनलाइन बिजनेस विस्तार हुँदैछ। अब बजार डिजिटल हुँदैछ। सामान बेच्ने, सर्भिस दिने, कन्टेन्ट बनाउने सबै अनलाइन हुँदैछ। भविष्य बराबर डिजिटल वर्ल्ड बन्दैछ। त्यसैले अब बुझ्न जरुरी छ, भोलि बदलिँदैछ, तर अब डराउने होइन, बरु यो बुझ्नुपर्छ कि समयसँगै चल्नुपर्छ भन्ने बुझ्नुपर्छ। जसले आज सिक्छ उसले भोलि जित्छ। के गर्ने? एआई र डिजिटल स्किल सिक्ने YouTube/अनलाइन, काम सुरु गर्ने, लगातार प्र्याक्टिस गर्ने, के नगर्ने, समय खेर फाल्ने, सिक्न ढिला गर्ने, डराएर बस्ने। अन्त्यमा भोलि बदलिन्छ, तर तिमी तयार भयौ भने भोलि तिम्रो हुन्छ। भिडियो कस्तो लाग्यो? मन पर्यो भने लाइक गर्नुहोला हाम्रो हौसलाको लागि, ताकि यस्तै भिडियो दिन सकौं। च्यानलमा नयाँ हुन छ भने सब्स्क्राइब गर्नुहोला। हामी भेटेनेछौं अर्को भिडियोमा।